हेलो गाइज, हामी चाहिँ आज बास्केटबल खेल्न जाँदैछौँ होइन। वेदर पनि गर्मी छ, तर अहिले सनसेट हुनको कारणले धेरै राम्रो देखेको छ होइन। हामी चाहिँ अब सौरभ छन् यहाँ चाहिँ रबिन दाई होइन। अब हामी चाहिँ अगाडिको सोनिगामा पार्क भन्ने ठाउँमा गएर बास्केटबल खेल्नेछौँ। हामी 3 जना छौँ अहिले, अनि 2 जना भाइहरू आउँदैछन् होइन। त्यहाँ गएर खेल्ने है त। अब मैले त्यहाँ गएर देखाउँछु है। यहाँ चाहिँ गोल्डन हावर यस्तो भएको रहेछ है, यस्तो धेरै राम्रो भएको छ है। अनि यहाँ चाहिँ यस्तो सिपहरूको उठाउने ठाउँ छ ल है त। जाँदै गरौँ अब। यस्तो होइन, यहाँतिर हल्का जङ्गल जस्तो पार्कमा होइन, हल्का पार्क जस्तो छ, त्यहाँ बस्नु मिल्ने यताति ठाउँ छ होइन। यहाँ चाहिँ गर्मीले होला अलिक किराहरू, त्यो सिकाडा भन्ने किराहरू लास्टै कराइरहेको छ होइन। किरकिर आवाज आइरहेछ। यहाँ चाहिँ फेरि यस्तो साँझतिर यस्तो हिँड्न मिल्ने डुब्न मिल्ने जस्तो ठाउँ छ होइन। अनि अगाडिको सोनिगामा पार्कमा 2टा बास्केटबल कोर्टहरू छ, अनि ठुलो फिल्ड छ होइन। त्यहाँ फुटबल पनि खेल्न मिल्छ। अनि त्यहाँ अरूले चाहिँ अब साइडतिर चाहिँ स्केटबोर्डहरू गर्न मिल्ने पनि ठाउँ छ होइन। स्केटबोर्डहरू गर्ने, यताउति ब्याडमिन्टन खेल्ने होइन। सबै फेसिलिटिज भएको, यस्तो टोयलेट सबै भएको होइन, सबै छ होइन। अनि धेरै राम्रो वेदर रहेछ है। अब आज बाहिर निक्लेर ठिकै गरियो, लास्टै गर्मी छ। आज बिहान कलेज गएर आएको, इक्जाम हाम्रो आज लास्ट थियो। अनि आज इक्जाम दिएर पनि आइयो। इक्जाम चाहिँ अब ठिकै भएछ भनौँ होइन। अब फर्स्टको इक्जाम चाहिँ हल्का नराम्रै भयो, तर सोचेको भन्दा नराम्रो भयो। तर सेकेन्डको इक्जाम चाहिँ सोचेको भन्दा धेरै राम्रो भयो है। अनि यहाँ चाहिँ यस्तो अब साँझतिर फिसिङ गर्न मान्छेहरू आउँछन् कि बिहानतिर। अब 5-6 बजे नै होइन, मान्छेहरू माछा मार्न आएका हुन्छन् कि। बिहान 5-6 बजेबाटै पुरा पल्ची लिएर माछा थोप्न रेडी भएर बसेका हुन्छन्। अहिले पनि यहाँ छोपिरहेछन् होइन। अनि के भन्छ, अब दिउँसोतिर होइन, धेरै घाम भएर होला यताउति, त्यही भएर माछा छोप्दैनन्। साँझ र बिहानतिर धेरै एक्टिभिटी हुन्छ क्या एरियातिर है। अहिले चाहिँ हामी भर्खरै बास्केटबल खेल्यौँ होइन। अनि अहिले चाहिँ पछाडितिर अरू मान्छेहरू अर्को ग्रुपको खेल्दैछन्। हामी अलि अगाडि नै आएको थियौँ, तर मान्छेहरू धेरै हुनुको कारणले मैले भिडियो गरेन। अलि एकैछिनमा खाली भयो भने चाहिँ मैले भिडियो गर्छु है। यस्तो छ यहाँ बास्केटबल कोर्ट, यहाँ एउटा छ, यहाँ पछाडि एउटा छ है। केटाहरू यहाँ लागेर बसिरहेका छौँ। एकछिन टेस्ट गरेर कोर्ट खाली भएपछि खेल्ने, अनि त्यही भिडियो गर्छु ल भाइ। सो हामीले बास्केटबल खेलेर भइसक्यौँ। मैले क्लिपहरू हाल्छु भनेको, तर धेरै मान्छेहरू थिए होइन। हामी म्याच खेल्न थाल्यौँ, त्यही भएर सके पार अहिले गएर चाहिँ क्लिपहरू हाल्छौँ हामीले होइन। 1-2टा सर्ट हान्यो भने। अनि अहिले चाहिँ पानी आएर हाम्रो पानी भेगिसकेर हामीले चाहिँ अहिले यहाँ पानी भर्न आएछौँ होइन। अनि माथितिर यहाँ यस्तो यहाँ टोइलेट छ होइन पब्लिकको। अनि यतातिर चाहिँ यहाँ ठुलो पार्क छ होइन, कतिको देखेको छ उहीँ त है पार्क हो। अनि यतातिर बिल्डिङहरू होइन, मान्छेहरू बस्ने। अनि यतातिर चाहिँ यो चाहिँ इजी अर्को सिटी पर्छ होइन। हामी चाहिँ अब पानी भरेको देखाउँछौँ है। लगाएछ हामीले अब यहाँ पानी भरेको देखाउँछौँ होइन। यहाँ यस्तो रहेछ क्या, पानी भर्ने पनि यस्तो रहेछ है। यस्तो घुमाएपछि माथि आउनु रहेछ दाइ। ल एकचोटि सट्ट घुमाइदिन्छु त त्यसलाई दाइ, सट्ट त्यसलाई एकचोटि घुमाइछु न। ल त्यो सट्ट घुमाइछु। त्यहाँ तक मात्रै जाने रहेछ। हामी पहिला गर्दाखेरि चाहिँ स्वयं माथि सुट हाल्थ्यो क्या पानी। त्यसले होला दाइ गर्छ त। हेर्ने हल्का कमै रहेछ है। पहिला चाहिँ स्वयं माथि जान्थ्यो। छ्याप्यो दाइ पुरै ल। यस्तो छ होइन। सायद यहाँबाट चाहिँ बोतलमा भर्न मिल्छ होला। मेन चाहिँ यो खुट्टा धुनको लागि यो हुन त होइन। तर सायद पानी भर्न मिल्छ होला होइन। यहाँ यस्तो मुखसुख धुन पऱ्यो है। पानीहरू माछा पनि जाँदैछ है। पानी पनि खानु मिल्दैन होला।
यस्तै तातो रहेछ पानी चाहिँ यही हो दसाउ बेपु यहाँबाट चाहिँ पानी नै आउनु रहन्छ अब चाहिँ यस्तै है भयो नि हामीले बडा पानी बन्यो ए भरियो है अझै गरेर खान जति अड्छ होइन ओए अब त भिजे होला नि भिजाइदिन्छ हामीले फिजिक्स राम्ररी नपढेपछि यस्तो हुन्छ है देखियो हामीले चाहिँ अर्को धारा भेटायौँ है के धारा तिर्खा लाग्यो होला भनेर होइन पानी भरेर अर्को धारा भेटायौँ अब यसबाट भरेर हामी जान्छौँ केटाहरू वहाँ टाढा छन् त्यहाँ गएर मैले यतातिरको हजुरको सिनहरू देखाउँछु है त गाइस हामी चाहिँ मैले चाहिँ यो देखाउँछु है हल्दा भनेर अनि यहाँ चाहिँ बार्बिक्यू गर्नु मिल्छ होइन यस्तो यो अगाडिबाट देखाउँछु है यहाँ चाहिँ यस्तो बार्बिक्यू गर्नु मिल्ने जस्तो ठाउँ छ होइन त्यहाँ बार्बिक्यू ग्रिलहरू राखेको छ यहाँ चाहिँ यस्तो टेन्ट लगाइदिएको छ सायद यहाँ रेन्टल गर्ने होला हामीलाई चाहिँ एक्ज्याक्टली थाहा भएन हामीले आएर गरे बार्बिक्यू त गरेको छैनौँ यहाँ सायद कुनै रिजोर्ट पनि हुनसक्छ होइन एक दिनको भ्लगमा बार्बिक्यू एक दिन चाहिँ आउनुपर्छ है सँग बार्बिक्यू एक दिन चाहिँ बार्बिक्यू गरेर भ्लग बनाउने अब चाहिँ सायद भोलितिर नत्र पर्सितिर एउटा धेरै राम्रो देखेछ अब भोलि नै त पर्सितिर चाहिँ अझ एउटा नयाँ भिडियो हाल्छु अनि अब सुन म कतै घुम्न पनि जाँदैछु हल्का ट्रिपतिर होइन त्यतिखेर गएको बेलामा पनि धेरै भिडियोहरू आउनेछ है अगाडितिर गएर अब केटाहरूलाई यसो बास्केटबल खेलेर स्कुटी पाल्छु है त मैले यहाँ चाहिँ एउटा नयाँ लास्ट कुरा देखाउनु मन लाग्यो होइन नेपालमा पनि छ नि अहिले स्केट पार्क पार्कहरू छ है तर एकचोटि भत्काइदिएको थिएँ त्यसपछि बनाएको छैन थाहा छैन यस्तो बनाएको छ होइन ऱ्याम्पहरू पनि हालिदिएको छ होइन बवाल चाहिँ यहाँ खै यहाँ चाहिँ होइन यो पार्कमा चाहिँ अब फुटबल पनि खेल्न मिल्छ स्केट फेरि आउने पोटो यो यहाँ चाहिँ फुटबल पनि खेल्छन् बास्केटबल पनि खेल्छन् स्केटबोर्ड गर्ने पनि ठाउँ छ अनि के को ट्रान्जिट पर्छ इन्टरनेसनल फेरिहरू आउँदाखेरि ट्रान्जिट हो क्या त्यो पनि है टोकियोबाट यताउतिबाट आइरहेको हुन्छ ओसाकाबाट होइन ठुल्ठुलो फेरिहरू ओसियन भाइकिङ्स के ब्रिटिसको पनि खै समथिङ ल हाम्रो बास्केटबल म्याच सुरु भएर यहाँ चाहिँ फुजी बिल्डिङ हाम्रो बिल्डिङको केटाहरू र अर्को बिल्डिङ केटाहरू चाहिँ म्याच खेलिरहन् म चाहिँ भर्खरै फुटबल पनि खेलेको थिएँ त्यही भएर धेरै थाकेँ त्यही बसिरहेको छु होइन मैले खेलेको देखाउँछु है त ल यहाँ खेलिरहन् ल छोड्नु नि है गएन केटाहरू खेल्ने आउन नखेलेको नि त्यस्तो नि के देखाउने भनेर होइन अब चाहिँ उता गएर एउटा आइसक्रिम खानु पऱ्यो धेरै नै गर्मी भयो है ल गाइस जापानमा चाहिँ यस्तो आइसक्रिमको लागि होइन भेन्डिङ मेसिन पनि हुन्छ होइन यहाँ चाहिँ धेरै फ्लेभरको आइसक्रिमहरू पाइन्छ माचा चक्लेट मिन्ट अनि स्ट्रबेरी धेरै किसिमको छ होइन मैले चाहिँ यो मिन्टवाला खान्छु मिन्टवाला धेरै मिठो हुन्छ होइन यहाँ चाहिँ यस्तो स्क्यान गरेर किन्नु मिल्छ मिन्टवाला आइसक्रिमलाई चाहिँ 200 छ होइन 200को यो किन्न पर्ला कि चक्लेट पनि रहेछ चक्लेट नै खामै आज नै त्यस्तो दबाएपछि चाहिँ यस्तै आइसक्रिम छ है यहाँ चाहिँ यस्तो छ सानो छ है आइसक्रिम 200कोमा यस्तो भेन्डिङ मेसिनको लागि छ होइन त्यहाँ गएर आइसक्रिम खामै आइसक्रिम मैले किनिसकेँ होइन धेरै नै मिठो छ होइन माथितिर त्यो हल्का चक्लेटको फ्लेक्सहरू जस्तो कि हालेको रहेछ होइन धेरै नै मिठो छ
ल अब हामी एकैछिन चाहिँ 10-20 मिनट खेल्छौँ होला यहाँ 10-20 मिनट खेलेर हामी अब घर जान्छौँ धेरै रात भयो यसो घर गएर नुहाएर केही खाएर सुत्नु पऱ्यो होइन ल